यो चाहिँ गाईको गौँठ भनौँ न, गौँठ राखेको खोर्सानीहरूतिर राम्रो हुन्छ, कोपीहरूतिर राम्रो हुन्छ। यहाँ चाहिँ म मल भिजाएर साग छर्ने हो, सागको दल राख्नुको लागि। मजाले मल लगायो भने चाहिँ साग राम्रो हुन्छ। कम्ती भयो क्या मल त। चाहिँ अब साग छर्ने हो। त्यो डल्ले खोर्सानी त्यस्तो राम्रो हुँदैन हाम्रोतिर, डल्ले खोर्सानी पनि। साग छरिदिन्छु। यो सागको बिउ चाहिँ निलो पत्तावाले सागको बिउ हो। साग छर्ने हो। यो चाहिँ नउम्रिन्जेलसम्म पानी लाउनु हुँदैन, नत्र फेरि पानीले सबै पल्याउनु दिँदैन। गौँठ चाहिँ खोर्सानीको फेदमा हाल्नुपर्छ। बैगुन खोर्सानी योसँग 4 छिमल हुन्छ टिपेको खोर्सानी। दाल पलाउन थाल्यो, दाल पनि। अब दसैँदेखि ठिक्कै गोड्ने बेला भइहाल्छ। काम त कहिल्यै सक्दैन नि। काम त भएकै गर्छ, मजाले पलाग्छ सबै दालहरू बिबी भएको। मैले चाहिँ यो खाली कार्टन लिएको छु। यो खाली कार्टनमा चाहिँ म पहिला माटो लगाउँछु, माटो लगाएर त्यसपछि मल लगाएर चाहिँ बन्दाकोपी र फुलकोपीको बिजन टकटक रोप्ने हो। यस्तोमा रोप्यो भने चाहिँ राम्रो हुन्छ। अब भुइँतिर रोप्दा पनि हुन्छ होइन, तर यदि पानी आयो भने चाहिँ अलिकति प्रब्लम हुन्छ नि त पलाउनुको लागि। त्यही भएर कार्टनमा माटो र मल लगाएर चाहिँ यसमा म रोप्दैछु। यसमा मैले मल हालेको छु, मल माटो हालेको छु। अब यसमा म मल हाल्दैछु। मल पनि अलिक ढिलो भएछ। फुल र मल हुनु पनि के गर्नु, पानीले पुरा सुक्नु दिँदैन। त्यही माथि हाम्रो चाहिँ अलिकति सेप पर्छ नि त। मल हालेर मल
मल माटो गर्दै लाउनुपर्छ। बन्दाकोपी कि फुलकोपी हो खै दुइटै चिन्दैन दाना हल्का खास गरी यो चाहिँ तपाईँको थर्मोग्लास हुन्छ नि त्यसमा एक एकवटामा मल टकटक भरेर एक एकवटा बिउ राखेको चाहिँ दामी हुन्छ अझै राम्रो हुन्छ। मेरो चाहिँ त्यो थिएन हो त्यो भएर कार्टुनमा राखेको छु। सधैँ त म भुइँमा फिल्डमै राख्थेँ त्यही भएर मैले योपालि चाहिँ कार्टुनमा राखेको छु। अनि मगाएको छु अरू पनि पलाएको बिउहरू मगाएको छु। मगाउँदा पनि रोप्छु नि त म त भाइले नै पर राख्छ नि त कि त्यही भएर अब यति नै आजको काम यति नै। साग छ अरे बन्दाकोपी फुलकोपीको दल राखेँ बास त्यति नै हो। मेरो भिडियो चाहिँ आज यति नै हो।